म तपाईहरुलाई स्वागत गर्न चाहन्छु मेरो भिडियोमा। आज धेरै लामो समयपछि यो सुन्दर र मनोरम स्थलमा आइपुग्ने मलाई अवसर मिलेको कारणले गर्दाखेरि तपाईहरुलाई पनि म यो एकदम सुन्दर ठाउँको सानो झलक देखाउँ भनेर भिडियो बनाउन गइरहेछु। तपाई देख्न सक्नुहुन्छ यो चाहिँ दोहा कतारको लुसेल भन्ने ठाउँ पेरल नजिकै रहेको तपाईहरुलाई म जानकारी गराउँछु। यो प्यारा प्यारा आफन्तजन लगायत मैले मान्नुपर्ने मान्यजनहरू तपाईहरुमा मेरो भिडियोमा म स्वागत गर्न चाहन्छु। तपाईहरुलाई आज म एउटा एकदमै भिआइपी ठाउँको भिडियो लिएर आएको छु तपाईहरु सामु। आशा छ तपाईहरुले चाहिँ मन पराइदिनु हुन्छ भन्ने मैले आश गरेको छु। टक्क गेट भित्रबाट पसे म अघि। अब भिडियो हेरेर तपाईहरुले पत्ता लगाइसक्नु भयो होला। टक्क गेट भित्रबाट म भित्र छिर्दै छु। एकदम यो पर्यटकीय क्षेत्र हो। वेस्ट वे लगोन भनेर पनि यसको नामकरण गरिएको छ। तपाई देख्न सक्नुहुन्छ। आफै चालक दल पनि भएको कारणले गर्दा समस्या तपाई देख्न सक्नुहुन्छ। एकदमै समुद्र वरिपरि समुद्र अनि साइड साइडमा घरहरू, एकदमै सुन्दर दृश्य। यो रुख के को रुख हो तपाईले यदि चिन्नुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ। यसरी चाहिँ गेटमा सिक्युरिटी राखिएको हुन्छ हैन। यिनी चाहिँ फ्यामिली अपार्टमेन्टहरू हुन्। यसरी कम्पाउन्ड घेरेर चाहिँ एकदम सुरक्षित बसोबासको तपाई महसुस गर्न सक्नुहुनेछ। यो भित्र रेसिडेन्टल एरिया तपाईलाई म देखाइरहेको छु। तपाई देख्न सक्नुहुन्छ। एकदमै शान्त अनि सुन्दर ठाउँ, सुरक्षित ठाउँ। तपाईले सायद भिडियो हेरेर महसुस गरिसक्नुभयो होला। यो समुद्र चाहिँ एकदमै सुन्दर लाग्छ मलाई। यहाँको बेस्ट पार्ट भनेको चाहिँ समुद्र लाग्छ। तपाईले देखिहाल्नु हो। सुन्दर घरहरू अनि समुद्र। अनि यहाँ गेट बाहिर म जाँदैछु। तपाईलाई म देखाउन गइरहेको छु गेटको दृश्य। अघि म गेट बाहिरबाट भित्र आउँदै गरेको अवस्था र अहिले चाहिँ भित्रबाट बाहिर जाँदै गरेको अवस्था तपाई देख्न सक्नुहुन्छ। तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला, शेयर पनि गर्नु होला। यो चाहिँ राउन्ड बोर्डको दृश्य हो। यहाँ चाहिँ एजुकेसन मिनिस्टर हाउस रहेको, शिक्षा मन्त्रालय रहेको कुरा तपाईहरुलाई म जानकारी गराउँदछु। ल भिडियो यदि मन पर्यो भने लाइक शेयर अवश्य गर्नु होला। धन्यवाद। ल नमस्कार अनि स्वागतम है सम्पूर्ण दर्शकहरूलाई। आज चाहिँ मैले यो कतारको वेस्ट वे लगोन भन्ने ठाउँको भिडियो चाहिँ तपाईहरु समक्षमा लिएर आउँदैछु। सायद मलाई आशा छ तपाईहरुले मन पराइदिनु हुनेछ। यो चाहिँ तपाई देख्न सक्नुहुन्छ एकदमै शान्त समुद्र, एकदमै शान्त रूपमा चाहिँ बगिरहेको तपाई देख्न सक्नुहुन्छ। हरियो पानी। यो चाहिँ बनाइएको समुद्र हो रहेछ है। समुद्रको केही भाग चाहिँ, केही अंश चाहिँ यता ल्याएर यसलाई यो डेकोरेसनको रूपमा नदी जस्तो बनाइएको भन्ने मैले बुझेको छु। तपाई देख्न सक्नुहुन्छ। यो नदीको किनार किनारमा एकदमै आलिशान, एकदमै सुविधा सम्पन्न घरहरू तपाई देख्न सक्नुहुन्छ। तपाई देख्न सक्नुहुन्छ यो नदीको किनारमा चाहिँ यसरी वाल उठाएर यसलाई तटबन्ध बनाएर चाहिँ बनाइएको समुद्र हो। र यसरी तपाई देख्दै हुनुहुन्छ। यो चाहिँ घरको साइड साइडमा चाहिँ समुद्रमा पौडिने मोटर बाइकहरू तपाई देखिराख्नु भएको छ। एकदमै सुन्दर दृश्य छ। तपाई देख्न सक्नुहुन्छ। यहाँ देख्नुभयो होला तपाईले। आहारा खोज्ने सिलसिलामा यहाँसम्म
आइपुगेको अवस्था छ। यहाँ चाहिँ पौडी खेल्ने मैले अवसर पनि पाएको थिएँ योभन्दा निकै वर्ष अगाडि। यी घरहरू बन्दै गर्दाको अवस्थामा यहाँ मैले पौडी खेल्ने अवसर पनि पाएको थिएँ। वारपार गरेको छु मैले। म एउटा चाहिँ प्रत्यक्ष पौडी खेल्ने प्रत्यक्ष एउटा दर्शी पनि हो। म आफैले यहाँ वारीदेखि पारीसम्म गएको मलाई आफ्नै अनुभव छ। तपाईँ देख्न सक्नुहुन्छ यही घरदेखि समुद्रसम्म आउने पुल पनि जडान गरिएको छ। तपाईँलाई म देखाउँछु जुम गरेर। अब यहाँ चाहिँ केही उत्पादन अब एकदमै रमाइलो शान्त दृश्य तपाईँ देख्नुहुन्छ। पानी पनि एकदमै हरियो, उताको सेल छ होइन, अनि यता सेन्टर छ। यहाँका नागरिकहरू कति सम्पन्न होलान्, कति चाहिँ धनाढ्य होलान् होइन। न कुनै उत्पादन छ, न कुनै कल कारखानाहरू छ। यिनीहरू व्यापार गर्छन्, बिजनेस गर्छन् र यसरी आलिशान घरहरूमा समुद्रको छेउमा बसोबास गरेका छन्। यिनीहरूको आय स्रोत के होला होइन, यसो सोच्दाखेरि अलिकति अचम्म पनि लाग्छ मलाई। यस्तै हो, हरेक देशको हरेक नागरिकको आफ्नै जिउने शैली परम्पराहरू हुने गर्दछन्। ल, भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने सेयर गरिदिनु होला। हस्, धन्यवाद। भिडियो बनाउने मान्छे चाहिँ म यहाँ ठिङ्ग उभिएर बनाइरहेको अवस्था छ। हजुर म यहाँ छु है हजुर।